मुद्दालाल भन्ने युवराज सफलमाथि यो के भयो हेर्नुस् पुरा भिडियो। अब मेरो बुढा यहाँ काम गर्दै हामी त के अरे काम गर्दै मुद्दाको कुरा गर्दै बसेको यो आइ त पछाडि अनि यो को हो त हामी यसलाई चिन्छौँ न मुद्दा लागेर हेर्दै दिए होइन अनि मुद्दालाल चोर बटा भन्नुभयो के भने भाइ भने भन्नुभयो के होइन हो क्या कस्तो म झुट बोल्छु सबैले भन्नु भन्ने झुनलाई तको भन्ने के खाली उसले भन्ने क्या जसलाई यो पागल हो क्या एउटा समय चोर हो सबैलाई समय के गर्दै के गर्दै दिनु पर्दैन गाला पुग्ने गरी यतिखेर चाहिँ सिन्धुलीमाढीमा युवराज सफल भएर छ। यहाँको स्थानीयहरूले 2 नम्बर बजारको स्थानीयहरूले चाहिँ तको भनेर यस्तो खालको एउटा अपशब्द र दुर्व्यवहार गरेको हुनाले यहाँका स्थानीयहरूले चाहिँ उहाँलाई चाहिँ यहाँबाट उहाँलाई चाहिँ पठाएको छ। नत्र यहाँनिर अलिकति यहाँको स्थानीयहरूलाई चाहिँ एउटा दुर्व्यवहार तको हो भनेर भनेको हुनाले चाहिँ अहिले यहाँको स्थानीयहरूले चाहिँ उहाँलाई चाहिँ अहिले प्रहरीले उहाँलाई लिएर गइसकेको अवस्था छ।